YouTube family, good evening. It's me Anup and welcome to my It's Anup Vlog channel and thank you so much guys. अघिल्लो भिडियोमा चाहिँ हजुरहरुको सपोर्ट धेरै पाए अनि आशा छ आउने दिनहरुमा पनि हजुरहरुले सपोर्ट गर्नुहुनेछ र मेरो सानो च्यानललाई ग्रो गर्न मद्दत गर्नुहुनेछ। अनि आज चाहिँ म आज सोमबार अनि आज चाहिँ म हल्का ग्रोसरी किन्नु पर्यो अनि अरु पनि यसो कटिङ सामानहरु किन्नु पर्यो भनेर म चाहिँ आज वलमार्ट जाँदै छु। एन्ड लेट्स गो विथ मी। वलमार्ट जाउँ, शपिङ गरौँ, कस्तो छ प्राइसहरु यता उता के छ वलमार्टमा, लेट्स सी कस्तो हुन्छ यहाँको वलमार्ट रेट अनि वलमार्ट कस्तो हुन्छ म तपाईहरुलाई आज सबै देखाउँछु है त। Alright guys, हामी चाहिँ वलमार्टमा आएको छौं। ओ गर्मी अति घाम यस्तो घाम लागिरहेको छ स्टिल। अहिले चाहिँ साँझको 6:30 हुन थाल्यो, त्यही पनि स्टिल घाम चाहिँ लागिरहेको छ। कता जानु भयो दाइहरु? सो दाइहरुसँग जाम न त भनेर आएको। दाइहरु नै कता गराउनु थाहा भएन। यहाँको वलमार्टमा कस्तो हुन्छ, कतिको सस्तो हुन्छ महँगो हुन्छ। अब यो युएसकै सबभन्दा बिगेस्ट ग्रोसरी स्टोर पनि भनिन्छ। अब धेरै अरू पनि छ, तर वलमार्ट चाहिँ अब धेरै नै बिजी हुने अनि यता नर्मल व्यक्ति पनि गएर किन्न सक्ने अनि अब धनी गरिब जस्तो पनि जान मिल्ने हुन्छ। अरू चाहिँ अब स्याम्स क्लबहरु, कस्कोहरु यिनीहरुमा चाहिँ मेम्बरशिप लिएर मात्रै सामानहरु किन्न पाउँछ। मेम्बरशिप लिएन भने चाहिँ किन्न पाउँदैन। यहाँ चाहिँ जुनसुकै व्यक्ति गएर जस्तोसुकै ग्रोसरी सामानहरुदेखि लिएर महँगोदेखि लिएर सस्तो सामानहरु सबै किन्न पाउने हुन्छ। सो हामी चाहिँ वलमार्ट जाँदैछौँ। लेट्स सी के हुन्छ। हामी चाहिँ वलमार्ट छिर्दैछौँ। पार्किङ एरिया फुल छ, देख्न सक्नुहुन्छ। पार्किङ एरिया अति नै ठुलो पार्किङ एरिया हुन्छ अनि पार्किङ एरिया चाहिँ अति नै फुल छ। जहिले फुल हो पार्किङ एरिया, जहिले फुल। जाम पार्किङ एरिया जहिले फुल हो। के भयो यहाँ मान्छेलाई फेरि किन्न गाह्रो भयो कि के भयो? अलराइट गाइस, यहाँ चाहिँ वलमार्टमा यस्तोहरूमा मिडल एरियाहरूमा चाहिँ हल्का प्राइस घटाएर अब घटेको प्राइसहरू यस्तोमा राख्ने गर्छ। एक्सपल सोडा 6.99 एभ्रिडे लो प्राइस भनेर यसमा सामानहरू राख्ने गर्छ। वलमार्टमा पनि सपिङ गर्न चाहिँ सकिन्छ, तर वलमार्टको सपिङहरू चाहिँ अब चिपर पनि हुन्छ, महँगो नि हुन्छ, सस्तो नि हुन्छ। See guys, let's find it out वलमार्टमा चाहिँ। फ्रुट्सहरुको प्राइस हेरौँ है त। सुन्तलाहरू अब यो चाहिँ मन्जरिन 497 सुन्तलाहरू छ। सुन्तलाको पनि प्रकारहरू हुने गर्छ। अनि त्यहाँ देखिरहेको छ I'm sorry. एप्पलको भेराइटिजहरू चाहिँ 1 2 3 4 देख्न सक्नुहुन्छ तपाईँ। 1 2 3 4 5 6वटा भेराइटिज चाहिँ एप्पल छ। अनि यो चाहिँ खै आइडिया न। अब नेपालमा चाहिँ यस्तो टल्केकोहरू चाहिँ के लगाएको भन्छ, के लगाएको के हुन्छ भन्छ के अरे। पनि त्यस्तै हो कि सायद के हो थाहा भएन, तर एकदमै साइनिङ दिइरहेछ है।
स्याउहरू चाहिँ अनि आएर यो चाहिँ खुला स्याउहरू यसो हुँदो रहेछ यतातिर चाहिँ प्याकेटमा चाहिँ स्याउहरू प्याकेटको स्याउहरू पनि देख्न सक्नुहुन्छ तपाईँहरू प्याकेटको स्याउहरू चाहिँ प्याकेटमा किन्नुपर्छ यो बल्कमा हुन्छ यो चाहिँ 538 यसको छ अनि ग्रिन स्याउको चाहिँ अलिकति महँगो रहेछ 662 चाहिँ ग्रिन स्याउको छ ग्रिन एप्पलको चाहिँ 662 अनि यो चाहिँ 538 सायद यो र उताको यो सायद सेम हुनुपर्छ जस्तो लाग्छ यतातिर चाहिँ अब यो चाहिँ आयो न नामहरू के हो के हुन्छ हौ ग्रेप फ्रुट भन्दो रहेछ यो चाहिँ यति ठुल्ठुलो यो सुन्तलाको ठुलो प्रकार टाइपको छ ग्रेप फ्रुटको प्राइस चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ 598 अरेन्जहरू चाहिँ यो चाहिँ अरेन्ज भन्छ तर यहाँको अरेन्जहरू पनि नेपालमा खाएको जस्तो त हुँदैन जस्तो लाइक मौसम टाइपको हुन्छ यो चाहिँ 997 सायद हुँदै होला अनार दिएको छ अनार भन्नु है लेमन जुसहरू चाहिँ यसरी हुन्छ लेमन चाहिँ त्यस्तो लेमन र लाइम चाहिँ फरक हुन्छ यिनीहरू चाहिँ हामी नेपालमा लेमन भनेर जसलाई भन्ने गर्छौँ नि त्यो चाहिँ वास्तवमा लेमन होइन त्यो चाहिँ लाइम हो यहाँ सक्नुहुन्छ यो तपाईँ हामी नेपालमा हरियो कलरको जुन पाउँछ यो हेर्नुहोस् यहाँ यसको यहाँ इफ देख्नु भएको छ भने यहाँनिर हेर्नुभयो भने यसलाई चाहिँ लाइम लेखिन्छ यहाँ चाहिँ लाइम हेर्नु यो चाहिँ लाइम हो यो लाइम हो अनि यो पनि लाइम हो अनि लेमन भनेर चाहिँ यसलाई चाहिँ लेमन हुन्छ यो जुन पहेँलो कलरको यस्तो किसिमको हुन्छ यो तपाईँ देख्नुहुन्छ योहरू चाहिँ लेमन हो तपाईँ यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ लेमन हो है यो चाहिँ लेमन हो अनि यो चाहिँ अब लेमन जुस भयो यो चाहिँ जुस नै हो यो प्योर जुस नै हुन्छ किनभने फ्रम कन्ट्री भनेर भनेको छ फुल यो चाहिँ हेर्न सक्नुहुन्छ प्योर जुस नै हो जुसहरू बनाएर प्याकेट गरेर छ लेमन जुस एकदमै सस्तो हुन्छ तर अब यो चाहिँ के मिलाएर बनाउँछ के अरे त्यो भएको हुनाले सस्तो पर्न जान्छ अनि यो पनि बिक्ने गर्छ हामी नेपालमा यति घरमा फालिरहेको हुन्छौँ है यो चाहिँ यहाँ बिक्ने गर्छ मान्छेहरूले युज गर्छ अब यो पनि सायद नेपालमा पनि सायद पाउँछ जस्तो लाग्छ मलाई यो नेपालमा एक्ज्याक्टली मैले चाहिँ पाउन किवी चाहिँ अलिक एक्सपेन्सिभ नै हुन्छ यहाँ चाहिँ किवी चाहिँ महँगो हुन्छ जुन चिज हेल्थको लागि राम्रो हुन्छ त्यो साँच्चीकै बेनिफिट छ भन्ने कुराहरू चाहिँ यहाँ चाहिँ महँगो नै परिरहेको हुन्छ क्या हामी चाहिँ नेपालमा जुन महँगो भयो त्यो धेरै राम्रो होला भनेर खान्छ यहाँ चाहिँ महँगो चिजहरू चाहिँ हेल्थको लागि पनि राम्रो हो यो चाहिँ केही न केही यसमा अलिक फाइदा बढी छ भन्ने हुन्छ यो चाहिँ गुवा देख्न सक्नुहुन्छ यहाँ चाहिँ सानो सानोहरू तर मलाई चाहिँ मन पर्दैन यहाँ गुवा मेरो आन्टी घरमा गुवाको रुख नै छ यस्तो मिठो हुन्छ त्यहाँ म तपाईँलाई कुनै दिन गयो भने त्यो गुवा देखाउँछु खाँदा नि मजा आउने त्यो चाहिँ एलोभेरा ओके एलोभेराको यो चाहिँ गुवाको गुवाको फ्रेम 337 भनेको चाहिँ एउटालाई चाहिँ एक डब्बालाई 337 भन्नुहुन्छ हामी नेपालमा एउटा दुईवटा मात्रै के भन्छ यो टमाटर भन्छ नि त हामी टमाटर एउटा दुईवटा मात्रै भनेर थाहा पाउने गर्छौँ एउटा या दुईवटा त्यसको प्रकारहरू मात्रै हुने गर्छ तर यहाँ चाहिँ एउटा टमेटोकै प्रकारको म तपाईँलाई देखाउँछु एउटा तल छ 1 2 3 4 5 6 7 8 प्रकारको टमाटरहरू चाहिँ टमाटर भनौँ न टमेटो भन्छ भाइ टमाटो त भन्नु भएन 8 प्रकारको टमाटरहरू चाहिँ हुन्छ यो यहाँ यो कलरफुल टाइपको छ आएर अब लट्स अफ नेम हुन्छ यिनीहरूको थाहा त हुँदैन हामीले खाने भने रेगुलर टमाटरै खाने गर्छौँ चाहिँ ककटेल टमेटो मेडले अब सबै भेराइटिज के यिनीहरू लट्स अफ हुने गर्ने क्या टमाटरहरू छ म त युएस आएको 3 वर्ष जति हुन थालिसक्यो म त तपाईँ थाहा छ जस्ट म चाहिँ भिडियोमा हजुरहरूलाई पनि सेयर गरौँ यहाँ के पाउँछ त वालमा कस्तो सामानहरू पाउँछ युएसमा कति किसिमको चिजहरू पाउँछ भनेर मात्रै यहाँ अझ अर्को पनि छ जुन टमाटर नै हो अनि ठिक छ के छ यो चाहिँ खरबुजा भयो यति ठुल्ठुलो पाउँछ मिठो हुन्छ खरबुजा पम्किनहरू है यस्तो ठुल्ठुलोहरू छ यो चाहिँ अब हलोविन आउँदैछ सायद हलुनको लागि हो कि अब अमर केको लागि हो सायद हलुनको लागि हो जस्तो लाग्छ मलाई चाहिँ आलुहरू भयो आलुको प्रकारहरू पनि यति धेरै प्रकारको आलुहरू हुन्छ देख्नुहुन्छ तपाईँ सबै 1 2 3 4 5 6 7 प्रकारको आलुहरू छ हामीले त रेगुलर आलु नै खान्छ हामीले त्यति साह्रो महँगो आलुहरू चाहिँ चाहिँदैन हामी चाहिँ रेगुलर नर्मली एउटा गरिब व्यक्तिले जस्तो आलु खान्छ त्यही नै आलु खाने गर्छ
तर महँगो खानेहरूले महँगो खाना हुन्छ हो नर्मली आलुको प्राइस हुन्छ 434 यो आलु भयो आइडोन्ट लप्सम के भन्ने गर्छ नेपालमा यसलाई मैले भुलेँ है यो ए स्विट पोटेटो हो यसलाई हामीले नेपालमा के भन्छौँ गन्जी होइन तरुल होइन गन्जी पनि होइन सखरखण्ड केही भन्ने गर्छ है यो चाहिँ स्विट पोटेटोलाई सखरखण्डहरू चाहिँ सखरखण्डको एउटा यो सखरखण्ड भयो यो चाहिँ थाहा भएन के हो यो चाहिँ म चाहिँ तपाईँहरूलाई यहाँको देखाउँछु है काँक्राहरू यो काँक्राहरू यस्तो हामी नेपालमा काँक्रा खाने मान्छे जस्तो काँक्रा नेपालमा टेस्टी हुन्छ जस्तो फ्लेभरमा पाउँछ जुन एउटा खाँदा फ्रेसनेस फिल आउँछ नि त्यो काँक्रा चाहिँ यिनी काँक्राहरूमा केही पनि हुँदैन जस्ट नर्मली एउटा ऱ्यान्डम काँक्रा मात्रै हो अति नै नमिठो काँक्रा मलाई चाहिँ यहाँको सबैभन्दा मन नपर्ने चिज काँक्रा खान मन लाग्यो भने हामीले नेपालमा खाएको जस्तो काँक्रा कहीँ पाउँदैन यहाँ चाहिँ कति खोजेँ मैले कहीँ पनि पाउँदैन कसले चाहिँ यो एमएनएम फालेर हिँड्दै गर्छ सबै भयो लसुन क्याप्सिकम टमेटो यहाँ चाहिँ फ्रुट्सहरूलाई चाहिँ मिक्स बनाएर काटेर पनि राख्ने गरेको हुन्छ यो चाहिँ देख्नुहुन्छ तपाईँ पाइनएप्पलहरू यसरी काट्नु राखेको छ कहीँ चाहिँ मिक्स फ्रुटहरू पनि काट्नु राखेको छ मिक्स फ्रुटहरू छ है म चाहिँ तपाईँहरूलाई यहाँको प्राइस तरकारीहरूको प्राइस के कस्तो हुन्छ देखाउँछु है त यो चाहिँ सागहरू भयो सागको 157 रहेछ साग भयो अनि यो चाहिँ ब्रोकली भयो ब्रोकलीहरू चाहिँ खै प्राइस आइडोन्ट नो 197 रहेछ एउटाको ब्रोकली प्याकेटमा भन्छ हुन्छ देख्नुहुन्छ तपाईँ पम्किन भयो चाहिँ उयोहरू भयो क्यारेट पनि सानो साइजको क्यारेटहरू हुन्छ ठुलो साइजको पनि हुन्छ अदुवाहरू भयो क्याबेजहरू कस्तो तरकारीहरू हुन्छ तर त्यही पनि एउटा आफूले नेपालमा खाँदा त्यस्तो फ्रेसनेस चाहिँ आउँदैन समाउ राम्रै हुन्छ र आएकै 3 वर्ष हुन थालिसक्यो आउँदा एकै बानी पर्न थाल्यो यो चाहिँ मसरुमहरू भयो मसरुमहरू चाहिँ ठिकै हुन्छ समाउ मनैपर्छ मलाई मनपर्छ नट ब्याड भन्छु अल राइट गाइज हामी चाहिँ वालमार्टबाट सामान किनेर आइसकेको छौँ बाहिर निस्किँदै अँध्यारै भइसक्यो हेर्न सक्नुहुन्छ तपाईँ अब वालमार्टबाट सामान किनेर घर जाने अब हामी घरमा पकाएर खाने चाहिँ गर्दैनौँ रेस्टुरेन्टमा काम गर्ने भएको हुनाले खानाहरू उयो हुन्छ तर उयो हप्तामा एक दिन चाहिँ कहिले काहीँ मन लाग्यो भने पकाएर खाइन्छ होइन भने रेस्टुरेन्टबाटै खाना आएको हुन्छ त्यही खाना खाइन्छ अल्छी लाग्छ है काममा थाकेको हुनाले चाहिँ तर कार चाहिँ मैले कहाँ पार्क गरेँ भने थाहा भने उता घनश्याम त उता छ अलराइट गाइस वालमार्टको चाहिँ सानोतिनो झलकहरू चाहिँ मैले तपाईँहरूलाई देखाएँ अब आज चाहिँ त्यस्तो साह्रो टाइम भएन म चाहिँ अरू नै काममा जानुपर्ने भएको हुनाले अँध्यार नै भइसक्यो 7 नै बजिसक्यो सो म चाहिँ अर्को दिन फेरि सपिङ गर्न आउँदा अलि डिटेल्समा सबै कुराहरू देखाउने छु वालमार्ट सँगसँगै अरू कुराहरू पनि धेरै नै छ देखाउनु पर्ने यहाँ म चाहिँ बिस्तारै तपाईँहरूलाई सबै भिडियोबाट सबै देखाउने ट्राई गर्नेछु है त हामी चाहिँ अब एकछिन स्याम्स क्लब जाँदैछौँ सो मलाई चाहिँ खै किन स्याम्स क्लबको पिज्जा चाहिँ एकदमै बेस्ट लाग्छ स्याम्स क्लबको पिज्जा चाहिँ अति मनपर्छ सबै अलराइट गाइज आज चाहिँ वालमार्ट गएर आइयो एन्ड अब आउने भिडियोमा फेरि अझै राम्रोसँग फेरि वालमार्टमा चाहिँ डिटेल्समा देखाउँला अनि त्यही हो अँध्यारो भइसक्यो घर जाँदै रात परिसक्यो अब म चाहिँ घर जाँदैछु अनि थ्याङ्क यू सो मच गाइज आशा छ तपाईँहरूलाई मेरो यो भिडियो मनपर्ने छ आउने दिनहरूमा अझै राम्रो ब्लग लिएर आउनेछौँ लट्स अफ कुराहरू छ देखाउनु पर्ने धेरै कुराहरू छ है धेरै चिजहरू देखाउनु पर्ने छ बिस्तारै आउने भिडियोहरूमा अझै राम्रो इम्प्रुभ गर्दै अझै राम्रो गराउँदै देखाउँला थ्याङ्क यू सो मच फर वाचिङ गाइज
है किप वाचिङ किप सपोर्टिङ डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल एन्ड सानो च्यानल छ हजुरहरूले ग्रो गर्नु पऱ्यो सबैले युट्युब फ्यामिलीले अनि हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु जसले मलाई सपोर्ट गर्दै आउनु भएको छ मेरो पहिलो भिडियोमा अनि आशा छ यो भिडियोमा पनि सपोर्ट गर्नुहुनेछ थ्याङ्क यू सो मच फर वाचिङ गाइज थ्याङ्क यू सो मच बाई अर्को भ्लग लिएर फेरि भेटौँला